हेलो साथीहरू, वेलकम छ फेरि पनि मिङमा शेर्पा ब्लगमा। के छ हजुरहरूको खबर? म पनि एकदम ठिकठाक छु। मैले चाहिँ त्यो युट्युबमा भिडियो नलाएको धेरै दिन भयो क्या, भिडियोहरू पनि लाएको छैन। अब कहीँ जान पाउँदैन, त्यस्तो भिडियोहरू लाउनलाई के खासै कन्टेन्टहरू पनि हुँदैन, त्यही भएर भिडियोहरू पनि लाएको छैन। आज चाहिँ मेरो भ्लग चाहिँ यस्तै छ, अल्छी लागेर होइन, धेरै दिन भयो भिडियो नलाएको चाहिँ। अनि यसो अलि थोरै भयो नि भिडियो लाऊँ न त भनेर बनाएको। मैले चाहिँ यो बुन्न सिकेको क्या, यो बुन्न सिकेको अस्तिदेखि सिकेँ होइन। त्यही भएर मैले चाहिँ यहाँ एउटा यो यस्तो के अरे फोन बोक्ने खालको ब्याग पनि बनाएको। यो चाहिँ यस्तो बनाएको छु मैले फर्स्ट टाइम, के भन्छ अनि फेसबुकमा हेरेर बनाएको क्या। मैले चाहिँ यो चाहिँ एकछिन गरेर अलिअलि गर्दै बुन्दै लगभग 1 हप्ता जति त लाग्यो होला यो बनाउनलाई। अनि यो पनि मैले त्यही स्टाइलमा बनाएको है, अनि हेरेरै सिकेको होइन, यस्तो भयो। अनि मैले चाहिँ आफ्नै डिजाइनले यसरी लगाएको होइन। अनि यहाँ चाहिँ यसरी फोन लगाउने त यो चाहिँ एकदम उ भएको छ क्या, बाक्लो। यसमा त यो के अरे यो मसिनो कोदोको दाना पनि नछिर्ने खालको छ यहाँ चाहिँ, तर यहाँ चाहिँ छिर्छ होला है, यहाँ चाहिँ छिर्छ, यहाँ त छिर्छ, तर यता चाहिँ एकदम कडा क्या। मैले टाइट गरेर बनाएको है। अहिले फोन छिर्न पनि फोन मजाले आयो होइन, फोन निकाल्नै गाह्रो पर्छ क्या यसमा चाहिँ। अनि अब पछि बिस्तारै तन्किन्छ होला, तर मैले अब फर्स्ट टाइम बनाएको होइन। अब यो पनि सानो भएछ, अनि मैले चाहिँ अलिक लामै बनाएको, तन्केर यति लामो भयो। मैले चाहिँ हिजो एक दिन बोकेको बेलुका हस्पिटल जाँदा। अनि यो मैले यहाँ यसरी एउटा गाँठो बनाउँदा पनि तन्केर यति लामो भएको छ कि। खास चाहिँ यो चाहिँ मोटो बनाएर हल्का छोटो नै राख्नु पर्दो रहेछ क्या। अब के अनि मैले चाहिँ यसलाई चाहिँ अनि यसरी यो तुना जस्तो बनाएर राखेको छु। अनि यसरी यस्तो गरेर बान्ने बनाएको छु कि। यसरी म देखाउँछु है त तपाईँहरूलाई, यसरी ट्याक्क लगाएर। अनि यो चाहिँ के मैले चाहिँ सिकेको होइन, अनि बनाउँदै जाँदाखेरि चाहिँ आफूलाई चाहिँ यस्तै बनाउन मन लाग्यो क्या, यस्तै डिजाइनको बनाउन मन लाग्यो, यस्तै होस् न भनेर। अनि मैले चाहिँ यस्तै बनाएको क्या। खोइ राम्रो, मलाई चाहिँ राम्रै लाग्यो होइन। तर यहाँको फुल पनि ठिकै भएको छ हल्का, तर यो फिनिसिङ लेभल हल्का मिलेको छैन क्या है, यस्तै हो। अनि यसरी बोक्ने मैले चाहिँ यो पनि आफैले लगाएको, मैले आफ्नै डिजाइनले लगाएको होइन साथीहरू। यसरी, तर यो चाहिँ खासै राम्रो भयो जस्तो चाहिँ लागेन क्या पछि आएर है, भिडियोमा यसो हेर्दाखेरि चाहिँ। यो त राख्दा मैलो भइसक्यो, यहाँ त अब धुने बेला भइसक्यो यस्तो छ साथीहरू, धुने बेला भइसक्यो। यसलाई चाहिँ अस्ति चाहिँ राम्रै लाग्यो होइन यो डिजाइन, अहिले आएर खासै राम्रो जस्तो लागेन। कस्तो लाग्यो है तपाईँहरूलाई? फर्स्ट टाइम मैले बनाएको। अब चाहिँ यो यस्तो ब्यागहरू चाहिँ मलाई बनाउन आउँछ होइन। अनि एउटा कुरा चाहिँ मैले अर्को खालको ब्याग बनाउने भनेर मैले बुनेको थिएँ होइन, अस्तिको दिन मेहनतले है, ठुलो खालको धागो ल्याएर कति मेहनतले बनाएको। यहाँ हेर्नु न, मैले के अरे यस्तो बनाएँ, यस्तो दाम फिनिसिङ चाहिँ यस्तो राम्रो भएको छ होइन। यस्तो तरिकाले फिनिसिङ बनाएको होइन। अनि लास्टमा चाहिँ यस्तो तरिकाले फिनिसिङ गरेर सरर लाएर यसरी मैले चाहिँ यस्तो कस्तो बनाउने भन्दाखेरि, अब जस्तो यसरी
टक्क यो खालको बनाउन खोजेको के मैले बिहान जस्तो गर्दा नि पछि लास्टमा आएर त हेर्दा त नराम्रो पो देखिँदो रहेछ। अनि मैले पनि कैँचीले यो के अरे यसको लास्टमा फिनिसिङ कहाँ छ यस्तो अब खोज्दा भेटेन। अनि मैले पनि कैँचीले यसरी धाराधुरुत पारेर दिएको हेर्नु न। मैले झन् यो कपडा कहाँ पर गएर खोजेर यो भित्री कभर होइन खोजेर ल्याएर हिजो काटेर लाएर है यहाँ सिलाएर यो भित्रीपट्टि राम्रो बनाउँछु भनेर मेरो हेर्नु न। यो ठुलो खालको धागो चाहिँ फेरि अलिक महँगै पर्दो रहेछ। कस्तो नाश भयो भने यो नि यसरी बनायो यो पछाडि चाहिँ कस्तो देख्यो पछाडि नि खासै राम्रो देखेको छैन क्या यसरी। त यो वाइट र यो दुईटा कलर मिक्स गरेर बनाएको होइन। अब यो त मसिनो खालको धागो मैले डबल गरेर बनाएको यो कस्तो नराम्रो देखियो कि बरु यो दुईटा चाहिँ राम्रो हल्का राम्रो देखियो होइन। अनि लास्टमा के भयो भने मलाई चाहिँ के मन नपरेको भने यस्तो ठुल्ठुलो पाल देखियो क्या यो चाहिँ आफ्नै डिजाइनले मैले यसरी बुनेको होइन। लास्टमा फ्यात्त परेको ठुल्ठुलो पाल देखेँ कस्तो नराम्रो देख्यो भने फर्स्ट टाइम बनाएको त्यही भएर पनि होला कि बिग्रेर। अनि मैले नि यस्तो गरेको यहाँ अघि बिहान चाहिँ मैले यो निकाल्न मिल्यो भने निकालेर फेरि एकचोटि राम्रोसँगले यो मिलाएर फिनिसिङ गर्न खोजेको भएन क्या। मैले नि कैँचीले च्यातिदिएको त्यही हो साथीहरू। अनि मेरो भिडियोलाई सुरुदेखि अन्तिमसम्म पनि हेरेर साथ दिनुहोला। मन पर्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला। त्यस्तै हो मलाई त खासै यो भिडियोहरू पनि बनाउन पाउँदैन मेरो जिन्दगी त होइन। अब कहाँ हिँडेर अब यस्तो कन्टेन्टहरूमा भिडियो नि खासै हुँदैन क्या। अनि अब बनायो अब दिनदिनै भिडियो लाउन पाए पो युट्युबमा पनि सब्सक्राइबरहरू बढ्छ। अब अलिक ग्रो हुँदै जान्छ नि त होइन। अब भिडियो लाउने भिडियो खासै केही हुँदैन। अनि अब बुढाको डायलासिस हुन्छ अब बुढा बिरामी भएर होइन। अनि हस्पिटल जा आइजा अनि यता गर उता गर त्यति हुन्छ। त्यो दिनदिनै त्यो भिडियो के लाउनु होइन साथीहरू। अब त्यही भएर यही हो। मैले फर्स्ट टाइम सिक्दाखेरि चाहिँ यस्तो यो चाहिँ मैले फर्स्ट टाइम मैले सुरुमा मैले सिक्दाखेरि चाहिँ मैले यो यस्तो बनाएको कि साथीहरू यस्तो बुन्दाखेरि यस्तो भयो ल यस्तो बुन्न खोजेको होइन। बुन्दै कस्तो भयो यो टोपी जस्तो भयो यत्रो यसलाई टोपी भन्नु कि कचौरा जस्तो भन्नु। अनि यस्तो भयो मैले चाहिँ यो मसिनोले सुरुमा बनाएको थिएँ अनि पछि पनि फेरि भयो। अनि पछि यो सर्दै सरेन कि ढिलो जस्तो यसको भयो। अनि मैले चाहिँ डबल गरेर बनाएको होइन यत्रो परेको भयो। अनि मैले चाहिँ यसलाई चाहिँ यस्तो बनाएर राखेको क्या। अब पछि यहाँबाट र यस्तै यहाँबाट नि यस्तै लाउने अनि फुलहरू बनाएर यसरी झुन्डाएर राख्नुहुन्छ भनेर मैले बनाएको नि त होइन। त्यत्तिकै बसेर अब काम दाम केही पनि छैन त्यत्तिकै बसेर फोन हेरे गर्नुभन्दा त फोन हेर्दा टाउको दुख्छ होइन। आँखा एकदम कमजोर आँखाको पावर तान्छ। सुतेर फोन हेरे गर्नुभन्दा त मैले चाहिँ बरु यसरी अब जाने पनि नजाने पनि अब एक दुईवटा सिक्दाखेरि त सुरुमा त बिग्रिहाल्छ नि होइन। अनि त्यही भएर चाहिँ मैले अब बिग्रे पनि जे भए पनि भनेर मैले चाहिँ बस्दाखेरि अब सिक्यो भने काम लाग्छ भनेर मैले चाहिँ यसरी बुन्न थालेको साथीहरू। तपाईँहरूलाई कस्तो लाग्यो होइन। अब आज बिहान नुहाएको यहाँ कपाल पनि कोरेको छैन। कपाल सुकिसक्यो कपाल यस्तै बानिरहेको छु। यहाँ चिसै होला यहाँ त चिसै छ। अब यो फुकाल्नु पर्यो यहाँनिर त्यो बिहान उठेर बुढालाई नास्ता बनाइदिएर अनि कपडा यति टन्नै कपडा धोएर सुकाएँ आज शनिबार। अनि त्यही भएर फेरि कपडा धोइसक्ने बित्तिकै नुहाएको कपाल चिसै छ। यहाँ त कोरे पनि छैन कपाल पनि सब बिग्रेर आम्मा पुरै फुटेर कस्तो जरो भएको छ। मोटाएर झन् के ढ्याक्सिन देखिरहेको छु झन् म त
सुकोस् यसरी एकछिन निन्द्रा लागेको थियो कि हिजो गएको अब हप्ताको 3 चोटि डायलासिस हुन्छ बुढाको हस्पिटल जानुपर्छ अनि हिजो पनि हाम्रो शुक्रबार हुन्थ्यो अनि गएको थिएँ राति 2 बजे आएर सुतेको अनि बिहान 6 बजीतिर उठेको थिएँ अनि अघि बिहानै नुहाएको हैन अनि निन्द्रा लाग्यो क्या अब निन्द्रा लाग्यो फेरि कहाँ गयो निन्द्रा लाग्यो सुत्छु भन्दै यो चाहिँ मैले अस्ति नै बनाइराखेको थिएँ कि यो चाहिँ कस्तो छ साथीहरू कमेन्ट गर्नु होला लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला है सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु त्यही मलाई सपोर्ट गरिदिनु होला है भिडियोहरू त खासै त्यस्तो राम्रो त छैन बनाउन त आउँदैन त्यही पनि कोसिस भर्खर भन्दै नि यो चाहिँ कस्तो छ हैन यो नि यस्तो खासै राम्रो त भएको छैन यो पनि मैले है अब यो पनि मैले चाहिँ यो चस्मा जुन चाहिँ नि यो चस्माको खोल छन् त यसमा चस्मा पनि छ यसमा चाहिँ यो कभर जस्तै के सेम यसरी लाएर बोक्ने बनाउनु पर्यो यो पनि मैले अस्ति सिक्दाखेरि आफैले सिकेको हैन हेरेर अनि यो बनाएर राखेको थिएँ अनि यसरी अब यो ट्याक्कसँगले मैले चाहिँ यताबाट पनि फिनिसिङ गर्ने यताबाट पनि गर्ने अनि यहाँबाट जुन हुन्छ नि यो माथिबाट चाहिँ यसरी निकाल्ने र लाउने बनाउने भनेर यसरी बनाएको थिएँ हैन अनि मैले यो यसरी यहाँ फिनिसिङ पनि गरिसकेको छु यता फिनिसिङ पनि गरिसकेको छु अनि फेरि अघि आएर चाहिँ फेरि यता यहाँ यो यतिले गर्दा त अट्दैन रहेछ के यहाँबाट अब यसरी यो फिनिसिङ गर्दा त यतिको हुन्छ अब यहाँनिर माथि यसरी गर्दा यो अलिक अट्दैन रहेछ त्यही भएर कस्तो धागो नि हल्लेर त्यही भएर मैले चाहिँ बरु यसको चाहिँ के बनाउन लागेको भन्दाखेरि यो साइडमा चाहिँ सेफ्टी जस्तो के अलिकति ठुलो बुन्ने हैन अनि टक्क यो साइड र यो साइड लगाइदिने अनि यो यताबाट सर्लक्क फिनिसिङ गरिदिने हैन अनि त्यही भएर हुन्छ भनेर चाहिँ मैले बनाउन खोजेको के साथीहरू त्यही हो साथीहरू त्यतिकै टाइम पास पनि हुने हैन अब अलिअलि यसो फोन हेरेर बस्नुभन्दा त जानिन्छ भनेर यसो आफ्नो हातलाई पनि एक्सर्साइज हुन्छ हैन आँखा फोन हेरेर आँखा बिगार्नु भन्दा त भनेर मैले चाहिँ यो यस्तो बुनेको साथीहरू तपाईहरुलाई कस्तो लाग्यो मेरो भिडियो मन पर्यो भने लाइक कमेन्ट सेयर सब्स्क्राइब पनि गरिदिनु होला सब्स्क्राइब पनि गरिदिनु होला सपोर्ट गरिदिनु होला भन्न चाहन्छु त्यो आजको मेरो छोटो भिडियो छोटो मिठो त के मिठो छोटो मिठो भिडियो त्यही हो बुढाबाले भर्खर उठेर नुहाउन निस्किनु भएको छ बाहिर म चाहिँ त्यही हो ल गाइज आजको लागि यति नै